रणभूमि बनेको तीनकुनेमा जिउँदै आगोमा जलेर कंकाल बने एक पत्रकार। काठमाडौँको तीनकुने शुक्रबार दिउँसो रणभूमिमा बदलियो। आन्दोलनको रापले सडक तातियो। प्रहरी र राजावादी समूहको झडपले उग्र रूप लियो। स्थिति यति भयावह बन्यो कि नियन्त्रण गर्न कर्फ्यू नै लगाउनु पर्ने अवस्था आयो। यो झडपको बीचमा एउटा आवाज थियो। चिच्याउँदै कराउँदै मद्दतको याचना गरिरहेको थियो, तर त्यो आवाज सुन्ने कोही थिएन। भिडको उन्मादमा नारा र लाठीको गडगडाहटमा एकजना पत्रकार जिउँदै आगोमा जलेर नष्ट भइरहेका थिए। उनी आफ्नो कर्तव्य निर्वाह गरिरहेका थिए, क्यामेराको धर्म पूरा गरिरहेका थिए। उनी त्यही कंकाल बने। राजावादीले आगजनी गरेको काठमाडौँको तीनकुनेको घरको माथिबाट उनले टेलिभिजनका लागि दृश्य खिचिरहेका थिए। राजावादीहरूले उक्त घरमा प्रहरी बसेको आरोप लगाउँदै आगो लगाइदिए। उनी त्यही जलेर नष्ट भए। यसरी ज्यान गुमाउनेमा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक रहेको खुलेको छ। उनी एभिन्यूज टेलिभिजनका क्यामेराम्यानका रूपमा कार्यरत रहेको खुलेको छ। उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव बेलुका भेटिएको हो। जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ। यस्तै कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका 29 वर्षीय सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको थियो। अस्पतालका निर्देशक डाक्टर सुभाष आचार्यका अनुसार उनको घाँटीमा गोली लागेको थियो। मृत्यु भएको अवस्थामा उनी त्यहाँ पुर्याइएका थिए। राजावादीको आन्दोलनका क्रममा 4 जना प्रहरी गम्भीर घाइते भएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार आन्दोलनमा 23 जना प्रदर्शनकारी घाइते भएका छन्। आन्दोलनका क्रममा गम्भीर घाइते भएका 4 प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ। घाइते प्रदर्शनकारीको भने अन्य सरकारी अस्पतालमा उपचार भइरहेको छ। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार आन्दोलनकारीहरूले एक प्रहरीको गाडीमा आगजनी गरेका छन्। 2वटा प्रहरीका गाडी तोडफोड गरेका छन्। प्रहरीले साँझसम्म हिंसात्मक गतिविधिमा संलग्न 17 जनालाई